नेपालमा फेरि जुनसुकै बेला बाढी आउन सक्ने चीनको चेतावनी। नदी थुनेर बनेको नयाँ तालबाट पानी बाहिरिन थाल्यो। दर्शकबिन भोटेकोशी बाढीको घाउ अझै ताजा छ। उद्धार राहत र बेपत्ताको खोजी जारी रहेका बेला नेपालका लागि सीमा पारीबाट अर्को चिन्ताजनक खबर आएको छ। चीनको तिब्बत क्षेत्रमा बनेको विशाल अस्थायी तालबाट पानी बाहिरिन थालेको जानकारी सार्वजनिक भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा थप सतर्कता आवश्यक भएको छ। चीनको जलस्रोत मन्त्रालयले नेपालको केरुङ क्षेत्र नजिक ठूलो परिणाममा पानी जम्मा भएर बनेको अस्थायी तालबाट पानी बाहिरिन थालेको जनाएको छ। मन्त्रालयका अनुसार बिहिबार बिहानसम्म उक्त तालमा करिब 20 लाख घन मिटर पानी जम्मा भइसकेको छ। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार तालको जलस्तर निरन्तर बढिरहेको छ भने अहिले पानी ओभरफ्लो हुन थालेको संकेत देखिएको छ। यसले तालको संरचनामा थप दबाव सिर्जना गर्दै सम्भावित फुट्ने जोखिम बढाएको चीनी अधिकारीहरूको निष्कर्ष रहेको छ। तिब्बतबाट उत्पत्ति भएका छोचेन खोला र पुरेपु खोला नेपाल चीन सीमा क्षेत्र नजिक आसपासमा मिसिने गर्छ। यही नदी प्रणाली नेपाल प्रवेश गरेपछि भोटेकोशी नदीका रूपमा बग्छ, जुन पछि त्रिशुली नदीको मुख्य माथिल्लो शाखाका रूपमा विकसित हुन्छ। हाल बनेको ताल यही नदी प्रणालीको माथिल्लो भागमा रहेको बताइएको छ। यदि तालको संरचना कमजोर भएर 81 फुटेमा तल्लो तटीय क्षेत्रमा पानीको बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने सम्भावना रहेको विज्ञहरूले औलाएका छन्। चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई उच्च प्राथमिकतामा राखेर निगरानी गरिरहेको जनाएको छ। पानीको मात्रा, बहावको दिशा र सम्भावित जोखिमको निरन्तर अध्ययन भइरहेको छ। साथै सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै विभिन्न प्राविधिक विश्लेषण तथा बाढीको प्रभाव मूल्याङ्कन समेत भइरहेको जनाइएको छ। भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा माथिल्लो क्षेत्रमा बनेको यो विशाल जलाशयले थप जोखिम निम्त्याउन सक्ने चिन्ता बढेको छ।